हेलो गाइज सेवा सम्पूर्णमा नमस्कार। वेलकम ब्याक टु माई मिनी भ्लग जङ्गकुमार राई। आज मिति 2082 साल 12 महिना 29 गते आइतबार बिदाको दिन मेरो बुढी दीपशिखा राई र हामी चाहिँ दोर्पाको सबैभन्दा टप खाडाँडाभन्दा माथि छौँ। हामी चाहिँ खास गरी आइतबारको बिदाको सदुपयोग गर्नको लागि मेरो मिसेससँग दोर्पाको सबैभन्दा माथिल्लो थाप्लातिर आइरहेको छौँ र हामी चाहिँ यतिखेर जडीबुटी लगायत साग सिस्नु निगुरो च्याउ लगायत विभिन्न अर्ग्यानिक कुराहरू खोज्न र अवलोकन गर्न अनुसन्धान गर्नको लागि रमित हेर्न हामी जाँदैछौँ माथि रमिती डाँडासम्म। अब हामी यात्रा सुरु गर्दैछौँ हैन बुढी? ल खाडाँडा मैले देखाइरहेको छु हजुरहरूलाई। मेरो क्यामेराको जुमले कति देखाउन सक्छ म त्यति तपाईँहरूलाई देखाउने छु हैन। यो 3-4 घरमा देखिएकोमा चाहिँ हामीले खाना खाएको थियौँ। अहिले भर्खर आफन्त पढ्नु हुँदो रहेछ हैन, त्यहाँ खाना खाएर हामी उकालो लाग्यो। हेरौँ 1 बजी भित्रमा फेरि घर फर्किनु पर्ने। कति च्याउ निगुरो भेटिन्छ म तपाईँहरूलाई देखाउने छु है त। मेरो मिसेस चाहिँ गाडी गइरहेको छ है र हामी के टिप्दैछ त बुढी? बुढी के हो त्यो? अरे के हुन्छ त्यसले? मिठो हुन्छ हो र? अब यही खोज्नु खै देखाउ त यहाँ। चिप्लो हुन्छ नि लेखाको बाटो। यो चाहिँ के टिपेको हौ बुढी? चिराइतो त धेरै टिपेको त। यो चिराइतो भनेको चाहिँ यता देखाइदेऊ न, माथि है यता हेर न। यो चिराइतो भनेको चाहिँ एउटा प्लान्ट हो। यो चाहिँ पहाडको माथिल्लो भेगतिर 3000 किलोमिटरभन्दा माथि पाउने र यसले चाहिँ सिटामलको काम गर्ने गर्छ हैन। सिटामल जे काम गर्छ नि यसले चाहिँ अब टाइफाइड ज्वरो हैन, काम ज्वरो, विशेष गरी चाहिँ काम ज्वरोको लागि काम गर्छ भने यसले चाहिँ जिउ दुखाइदेखि दुखाइ कम गर्नेहरू एनाल्जेसिक र एन्टिपाइरेटिक चाहिँ सबै नै गर्छ र यो चाहिँ दुर्लभ पनि प्लान्ट हो र यसलाई चाहिँ हामीले संरक्षण गर्नुपर्छ र यसलाई बजारीकरण गर्नुपर्छ भन्ने मलाई लागेको छ। हामी चाहिँ अनुसन्धान गर्ने क्रममा चिराइतो कुर्कीसम्म च्याउ चाहिँ नपाउने रहेछ है बुढी? जङ्गल चाहिँ कता हो त? हो र? हामी चाहिँ भुल्केको सिरान खोलामा आइपुगेको रहेछौँ। एकदम चिसो आयो। खोला जानुभयो? सिस्नु चाहिँ कस्तो लागिरहेछ बुढी? सागरसँग किन नाचौ नाता छ नाचौ, धरती आकाश। मेरो चाहिँ बुढी आउँदैछ। बुढी आऊ। साथी नि
के बोकेको तिमीले त्यो प्लान्ट के को खति हो ल हिमाल चढ्यो बुढी खै हात ल्याऊ यहाँ चाहिँ फिक्स पा पाउँछ होला कि लेखको ठुलो पा खै कस्तो राम्रो चरा कराएको गर्छौ है सपनामा आएको थियौ कि यता सपनामा आएको थियौ कि अब उता हेरेको त मेरो त खुट्टा त लास्टै काम हौ तर काम यस्तो भिड छ है भिड दिलदेखि गर्ले मजा तर ड्याम लड्यो भने यस्तो मजा आउँछ यहाँ जरा उखेलेर लिएको रहेछ है उसले खास गरी हामी किन आएको आज खास गरी हामी किन आएको रमाइलो गरौँ भनेर आएको होइन घुम्नु आएको होइन के टिपेको लेखालीलाई त लेख्न नलाग्नु पर्ने लेखालीलाई त लेख्न नलाग्नु पर्ने सक्यो लेखमा धुवा मात्र जाने दाउरा हुन्छ अब फोटो यता हेर त फोटो खिचिदिन्छु ल यता हेर न ल भयो किन धुवा डोर हेरेको तिमी पा पाउँछ यता पा हुनु लाग्यो त आफू त गलेछ चरा माथि हिँड न छिटो सक्छौ
घरकै ढिँडो खाउँला घिउसँग। अब यहाँदेखि देख्नु कत्तिको जुम तान्छ। हामी दोर्पा जङ्गलको पनि थाप्रा भन्दा माथि आइसक्यो। मेरो बुढी एकदमै थाहा लागिरहेको छ गाइस। मेरो बुढी पनि आवश्यकता पर्ला जस्तो भइसकेको छ। पनि काटेर लानु भन्दैछु बुढी खै थाहा छ के गर्छ यसको। एउटा मिठो गीत गाइदिएको त ल, एउटा मिठो गीत। हेर हेर त दामी आइरहेछ फोटो है। एउटा जङ्गलमा गीत गाउने गीत गाइदिएको हुन्थ्यो। यस्तो त मन पराउनु हुन्न होला। आमैले भन्थे बाबैले भन्थे गीतै आउँदैन कि। हावा खानु आइयो है गाइस। हामी दोर्पाको माथि थाप्लातिर भुल्के सिरान। हामी ठाडाँडादेखि निक्लेको। ठाडाँडा दुधिलो हुँदै होइन लगभग आजतिर चाहिँ केही नपाउने रहेछ कि हो। यो चाहिँ के हो कान्छी हो उयो गाँठो गुठी छ के हो त गाँठो के कन्दमूलहरू आहा बिलायो बिलायो। ओ नानी ओ नानी ओइ आहा क्या दामी यो ठाउँ। मलाई आउनु मन लागेको थियो। कस्तो दामी ठाउँ हो। खाजा चाहिँ हाम्रो चाउचाउ छ अनि यो पानी पनि छ। यहाँ हामी भुल्के सिधा माथिबाट छौँ। दुईजना मान्छे 3टा चाउचाउ है।
अब हामी खानेछौँ। सिस्नो पनि हामीले बनायौँ नै यति सिस्नो चाहिँ पानी एकदमै धेरै प्यास लाग्यो। यत्रो जङ्गल घुमेर आयो है। हामी चाहिँ भुल्के माथि सिकारी भिर चढेर होइन अब फर्कियौँ। अबको झोला बोक्नु पालो मेरो। बुढी चाहिँ पर पुगिसक्यो। बुढी पर्ख न बुढी, यो माथि टिल जानु पर्थ्यो कि यो कहाँसम्म छ कि यसको टप? त्यो चौरसम्म जानुपर्ने थियो कि। यता आऊ न, यहाँदेखि निक्लिन ऊ त्यहाँ नै। हामी चाहिँ होइन कतिसम्म चाहिँ छ त होइन टप अवलोकन गर्न जाँदैछौँ। हामी बाँकी यस्तो रमाइलो फाँटहरू थियो घुम्न बाँकी नै थियो होइन। अब हाम्रो यहाँ डाँडा काँडा चाहिँ पैसा लाग्दैन नि त, त्यही भएर हाम्रो आफ्नै प्रकृतिसँग रमाउनको लागि आज 2082 साल 12 महिना 29 गते आइतबारको दिन बिदा मनाउनलाई हामी आएको छौँ। यस्तो प्रकृतिहरू छ होइन। यस्तो हामी चाहिँ प्रकृतिसँग नजिक भएर बस्न मन लाग्छ। त्यसैले आज हामी यो भिर झोर जङ्गलसँग रमाइलो गर्दै हामी आज फर्किँदैछौँ। अब हामी फर्किन लागेको। टेबले ओइना खोटाङको रैनी हो कन्ताको छैन खोटाङको रैनी हो कन्ताको छैन। खोटाङ जिल्ला डिटेल रुपाकोट मझौली नगरपालिका 8 नम्बरको माथि टपमा छ। खाडा दुधिले भन्दा माथि भुल्केको सिरानमा यहाँ 6 नम्बर र 8 नम्बरको चाहिँ बिच पर्छ होइन। अब हामी चाहिँ झर्दैछौँ। यहाँ चाहिँ अब रमितहरू पनि पाइने रहेछ। हामीले च्याउ भेटिएन, भाँगो सिस्नो अनि मिगुराहरू हल्का भेट्यो, गुराँसको फुलहरू। यतैबाट जाने हो, त्यो झोरमा अलिकति सङ्गति गर्ने अनि जाने लड्छौ है। टेबले ओइना पत्कर यत्रो टाढो जङ्गलमा गुराँसको फुल टिप्ने माया लाग्छ बेसरी।
सोह्र सर ल कति बज्यो ठिक्क हामी 1 बजी पुगिन्छ है तल केही नखोज्नु बिड काटौँ न बिड मलाई त थाहा छैन त के को हुन्छ बिड बाटो हराएर हामी खोलातिर पछि गयो नि त केही छैन नेगुरोहरू भाङ्रे सिस्नु त टिप्यो होइन रमाइलो भयो नि कि भएन यो पाठ हामी मरेपछि वासेपला भनेको के हो वासेप यस्तो नै राखी जान्छ अरे होइन हामीले यता त मुन्दम ट्रेल नै रहेछ है यहाँनिर रहेछ बोजू बाजेको खै मक्कर बहादुर चौहान बुवाहरूको सम्झनामा दामी नै छ ल ल ल ल ल ल ल खाडारा डिटेल अनि धेरै माथि आयो नि खुट्टा दुख्यो नि खुट्टा दुखेको छैन हिँड्ने बानी भएको छैन रहेछ मेरो दुखो फरक्कै दाइहरू आउनु भयो कता जाने दाइहरू त आउनु कि भाइहरू होइन कहाँ हो दाइ घर हाम्रो घर चाहिँ यहाँ सिगाने हो हजुर ए कता ग्राममा भयो बर्खदै ए सिगाने भनेको त यहाँ बस्नु नि ए ल बस ए के थरी हो त के थरी हो दाइ हामी कठेत कठेत हुन्छ अनि यता च्याउहरू पाउँछ पाउँदैन हौ ए यहाँदेखि माथि टपलाई के भन्छ माथि सिरान बान्यपाटी माथि उसम्म छ अनि के चौरहरू छ कि त्यहाँदेखि ऊ निक्लेपछि के दलसिङे के आउँछ ए ए पाठेका हो अनि यता जानु पर्यो साल के अरे उजान अर्को कुन बाटो यही बाटो माथि गएर उता जाने तर तपाईँहरू चाहिँ कहाँ घर तपाईँ घर हाम्रो यही पुछार हो चम्पा चिन्नुहुन्छ चम्पा कसो चिन्नु चम्पा यता तलबाट पारी भएर जाने हो ए यहाँ परेसम्म रोड छ नि त परि माथि नि समरोडको
पुग्छ नि त साप्सीसम्मै ए यो बाटो रोड पुग्छ माथि पुग्छ त अनि कस्तो छ बाटो साप्सीको तल त्यो बाइकहरू रोकेर 5 मिनट ए तपाईँ रोग आउँदाखेरि भनेको यो तलको हाइवे नि आउने हाइवे अनि बसुङ जाने बसुङदेखि बस्नु जाने बस्नु पऱ्यो केस त्यो भन्छ अर्थात् पर पेलुङ जाने होइन पेलुङ पर पेलुङबाट निस्किँदाखेरि हाम्रो ए एरिया ल हुन्छ हामी घुम्न आउँछौँ यो बाटो त उभै जाने यो बाटो चाहिँ दिनभरि यहीँ हुन्छ बेलुका चाहिँ कता जान्छ भने अनि छेत्रीहरूले त अनि च्याउको बात जान्दैन हुन्छ कोठाइत कुरा छोड्दैन